केटो चाहिँ तयारी भइसक्यो होइन। फाइनली गाइस म पनि तयारी भइसकेँ। कहाँ जानले भन्ने जाँदैछु गाउँतिर, आफ्नो जन्मस्थान। लुक्स 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 देखा त यहाँ भयो। यात्रा भने अब भने आज कोलपुरदेखि चाहिँ कालीकोटसम्म, यानि कि मेरो चाहिँ गृह जिल्ला कालीकोट। अब अहिले हामी जान्छौँ सुर्खेत आज, अझै त्यो बिस्तारै भोलि चाहिँ जान्छौँ टाइममा। अलिकति काम भएकोले गर्दा ल गाइस त्यही हो। ल यो चाहिँ यस्तो टक्क राइड चाहिँ यस्तो छ है, गाह्रो छ। लाई जिबी भलकर परियो, के गर्नु, सबैले जिबी भलकलाई सपोर्ट गरिदिनु पऱ्यो, माया गरिदिनु पऱ्यो, कसै गरिदिनु पऱ्यो। म केटाको चाहिँ फेरि क्याब लगाएर आइदिएछ क्या। क्याब लगाएर आएपछि उडाउनु न त भने यहाँ मेरो स्पिडमा नि राइड बबल हान्ने मान्छेको टक्क अगाडि क्याब लगाएर आएपछि त उडाइहाल्छ नि। ल क्याब उडाएर चाहिँ त्यो लिनु गइरहेको छ उतै, उसले अलिकति कुदाउनु पऱ्यो नि त। न क्याब नलगा भन्दै पनि लगाइदियो भने क्या गाइज। अब के गर्नु त, अनि कुदाउनु पऱ्यो नि त टक्क, त्यही भएर ल पसाइदिनु पऱ्यो चट्टो सबैजनालाई, त्यही भन्न चाहन्छु। अहिले भने म चाहिँ चिसापानी चेकपोस्टनिर आइसकेको छु। चिसापानी चेकपोस्टनिर आइसकेको छु मैले भने। यो चाहिँ चिसापानी चेकपोस्ट है गाइज, देख्न सक्नुहुनेछ सबैजनाले भने। तँलाई मैले क्याब नलगा भने किन यति गाई छ भने मान्छेले लास्ट छाडा गरिरहेको क्या। क्याब नलगा मैले भनिरहेको छु त्यत्रो भन्दै पनि अझ फेरि लगाइहाल्यो। हेर्नु न फेरि गाई के सोच्या हो कि लेभललाई, त्यही भन्नु पऱ्यो भने अझ लगाइहाल्यो। हेर्नु न गाई यति राम्रो ठाउँ छ होइन। यो चाहिँ चिसापानी जुन चेकपोस्ट चेक भइसकेपछि सुर्खेत जाने बाटोमा हो, बिचमा होइन यस्तो बबाल भ्यू छ कि तपाईँहरू देख्न सक्नुहुन्छ होइन। टक्क लाएर अब तपाईँहरूले के भन्दै पर्छ, धेरैजनाले त हिँडिराख्नु भयो होला। मेरो भलो गर्नेहरू चाहिँ सुर्खेत नेपालगञ्जकै मान्छेहरू हो है। यो गरौँ त्यस खासै नहेरेको नआएको भन्ने बाटो छैन, तर दामी छ क्या यहाँको भ्यू चाहिँ होइन। स्पिड ब्रेकर हप्तारो फेरि बुलेट पारामा होइन, गाह्रो छैन यस्ताहरूलाई लगाइ। गाइस हामी भने राति भयो नि फेरि पुग्यौँ। अब के गर्नु त्यस्तै छ।